पनि आफ्नो मनलाई एकाग्र गरेर चारैतिरबाट हटाएर आफ्नो घरबाट पनि एकछिन उयो गरेर सुन्नुपर्छ। किनभने सत्सङ्गको कमाइ नै हाम्रो इम्पोर्टेन्ट हो। किनभने संसारको यो लत्तीपत्ती रङ्गी-चङ्गी हाम्रो घर परिवार, हाम्रो बालबच्चा, हामी बुढा नानी, पत्नी पति सबै यहाँसम्मको लागि मात्रै सीमित हो। किनभने मरेर गयो भने म मरेर गयो भने मेरो बुढा मसँग जाँदैन, म मरेर गयो भने मेरो नानी मसँग जाँदैन। उसको कमाइ उसले गर्छ, मेरो कमाइ मैले गर्नुपर्छ। त्यो कुरो चाहिँ हाम्रो यो सत्सङ्गमा हजुरहरूलाई सम्झाउँछ। र सत्सङ्गको मतलब के हो भन्दा आफ्नो आत्माको उद्धार हो। आफ्नो आत्मा कसरी उद्धार हुन्छ भन्दाखेरि सत्सङ्गको कमाइले र हामीले यसरी राम्रो राम्रो कुरा गऱ्यो भने अहिलेको जुन चाहिँ राम्रो कर्म जुन चाहिँ शरीर दिएको छ त्यसले हामीले भजन कीर्तन सत्सङ्ग भजन राम्रो राम्रो कुरा गरेन भने हामी मरेर के हुन्छ भन्दाखेरि एउटा पशु पनि मुस्किलै छ। किरा मकौडा यसरी कतिभन्दा कति जुनी पाउँछ फेर्छ हामीले, र मनुष्यको जुनी हाम्रो मुस्किल छ। किनभने मान्छेको जुनी पाउँदाखेरि नै हामीले भगवानलाई